नमस्कार साथीहरु, स्वागत छ तपाईलाई रिभ्यु विमल युट्युब च्यानलमा। आज हामी कुरा गर्दैछौं नेपाली सिनेमाको इतिहासमै फरक सिनेमा लेभलको टिजर एक्लोको बारेमा, जुन भिडियो एकदम धमाकेदार अनि मजेदार हुनेछ। आउनुहोस् ढिला नगरी सुरु गरौं। टिजरको सुरुवातमै रोबोटको आवाज सुन्न सकिन्छ, गुड मर्निङ भीष्मा भनेर। त्यो आवाज सुनेर महसुस हुन्छ यो साधारण मुभी चाहिँ होइन, यो फ्युचरिस्टिक सिनेमा हो जुन नेपाली फिल्म इन्डस्ट्रीमा अहिलेसम्म बन्न सकेको छैन। क्यामेरा, भिजुअल, साउन्ड सबै कुरा हेर्दा यस्तो लाग्छ यो नेपाली मुभी हो भनी विश्वास गर्न गाह्रो पर्छ। मुभीमा प्रदीप खड्कालाई यस्तो नयाँ रूपमा देख्न पाइनेछ जुन दर्शकहरूले पहिले कहिले पनि देखेका छैनन्। त्यसपछि सुन्छौं एकदमै गहिरो संवाद, आई डोन्ट ह्याभ अ चोइस, र त्यसको जवाफमा देयर अलवेज अ चोइस। यो लाइनले मुभीको आत्मा बताउँछ। मान्छे एक्लो भए पनि उसको निर्णयले संसार बदल्न सक्छ। र यस मुभीमा प्रदीप खड्का, जेमी बेक्केन, दिया पुन, पेनिसा हमाल, विजय लामा, कविता नेपाली, सुनिल थापा जस्ता दमदार कलाकारहरूलाई देख्न पाइनेछ। र यस मुभीलाई प्रदीप साईले निर्देशन गरेका छन्, जसले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने सपना बोकेका छन्। टिजरको साउन्ड, त्यो मेलोडी, त्यो म्युजिकले गुजबम्स दिन्छ। एकछिनका लागि लाग्छ यो नेपाली फिल्म होइन, नेटफ्लिक्स वा हलिउड लेभलको प्रोजेक्ट हो। एक्लो नाम सुन्दा सानो लाग्ला, तर यसको मर्म ठूलो छ। जस्तो कि कहिलेकाहीँ एक्लै हिँड्नेहरूले पनि परिवर्तन ल्याउँछन्, त्यसैगरी यो मुभीले पनि नेपाली फिल्म उद्योगलाई नयाँ दिशा दिने पक्का छ। र तपाईलाई एक्लोको टिजर कस्तो लाग्यो तपाईको विचार कमेन्टमा लेख्न नबिर्सनु होला। र साथै भिडियो मन पर्यो भने रिभ्यु विमल युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला र छेउमा रहेको बेल आइकन दबाउन पनि नबिर्सनु होला। हामी फेरि भेट्ने छौं अर्को धमाकेदार भिडियोमा। थ्यांक यू।